सारा हर लिया तमस मेरा। नमो नमो शंकर भोलेनाथ शंकर जय त्रिलोकनाथ शंभु हे शिवाय शंकर नमो नमो। गाइजहरू हामी चाहिँ अहिले चापागाउँको बाटो आइसक्यौँ होइन, रेलीको बाटोमा छ। त्यो बाटो सिधा गएर अहिले दामी बाटो आइसक्यो। यहाँ चाहिँ यस्तो चिसो भएको छ, यहाँ बम्बा चिसो छ। यहाँ चाहिँ हिमालयन रेन्जहरू हिमालयन रेन्जहरू सक्नुहुन्छ। तर त्यस्तै यहाँ त 30 किलोमिटर जानु पर्छ। गाइजहरू हामी चाहिँ अहिले यहाँ ट्याक्क आती बाटो आइपुग्यो होला। हामी त्यहाँ ठ्याक्क चिया खान लगेछौँ। हामी चाहिँ चिया र ब्रेड खाँदैछौँ। मेरी पिक चल्छ, हामी त्यहाँ चिया र ब्रेड खाँदैछौँ। हिमालयन रेन्ज हेर्दै बबाल हिमालयन रेन्ज देख्नु पनि यहाँबाट। यस अब चाहिँ हामी खान्छौँ अनि हामी खाएर त गइहाल्नुपर्छ। हामी चाहिँ यो चिलमा बसिरहेको छौँ, चिलमा बस्न त हुँदैन, बिर्सिरह्यो जानुपर्छ, बिर्सिरह्यो हामी जानुपर्छ भनेर अब जानुपर्छ है। याद आयो अब छिटो खाएर चलिहाल्नुपर्छ ल। सो गाइजहरू हामी चाहिँ कुन बाटो आइसक्यो, बाटो घाटो बनाइरहेको छ। जानुपर्ने चाहिँ उयो हो, हामी अहिले यो बाटो जानुपर्छ। हामी चाहिँ त्यही बाटो पुग्छौँ होइन। यिनीहरू दुईजना सरकारी बाइक चाहिँ कहाँ गयो हिँड्दा पर्छ सरकारी बाइक चाहिँ। हामी सँगसँगै छु, यिनीहरू एकचोटि कहाँ पुग्यो यहाँ हराएर आयो हरायो बाटो चाहिँ यस्तो राम्रो बनाउँदै रहेछ होइन, डेभलपमेन्ट प्रोसेसमा छ। दामी छ होला है, यस्तो ढुङ्गा छ किनेर चल्छ। आठवटा गाडी आउँदैछ। हामी चाहिँ अलिकति बाटो भर्खेर फास्ट्यागतिर आइपुग्यो होइन, काठमाडौँ तराई फास्ट्याग। अनि त्यसपछि हामी चाहिँ अब डर लाग्यो नि। अब हामी चाहिँ बिस्तारै आर्मी यहाँ अगाडिको बाटो होइन, अगाडिको बाटो जानुपर्छ। गाइज हामी टप हिँड्नु समय अन्त गएर उ गर्दैछ। अलिकति डिरेक्सन हाम्रो तलमाथि भएर के छ हामी जाने हो, घर कहिले पुग्ने थाहा छैन गाइज। गाइज म चाहिँ केटुको लागि प्र्याक्टिस गर्न आएको। हामी चाहिँ यहाँ त रमेश्वर महादेवमा होइन, अर्को वर्ष केटु समिट हान्नु, केटु समिट हान्नु पऱ्यो। त्यो भनेर प्र्याक्टिस हुँदैछ हाम्रो। हामी बाख्रा भाइ पनि छ हामीसँग होइन, पछि पछि चिसो हो क्या एक्कासी। अब चाहिँ हामी ननस्टप जानुपर्छ माथिसम्म, माथि माउन्ट केटु इज कलिङ। सो लेट्स गो। या मर्छ माउन्ट केटु। सो गाइजहरू हामी चाहिँ भर्खर आधी घन्टा भयो हिँडेँ, आइपुग्नु लागि जस्तो लागिरहेको छ। यहीँ माथि र डाँडा चाहिँ अगाडि नै छ बाटो। बाइक जाँदो रहेछ बाइक माथिसम्म। हामीले बाइक चाहिँ तलै छोडेर आयौँ, कोही नै छैन। लिटरली यत्रो बाटो आइसक्यो, चरामुसो कोही भेटेको छैन। ठाउँ ठाउँमा बाघको मुद गनाइरहेको छ। बाघसँग मिटअप हुन्छ कि भन्ने जस्तो उ भइरहेको छ। यहाँ बस्ने ठाउँ पनि रहेछ, चरा जस्तो रहेछ। ऋतिक श्रेष्ठ चाहिँ पुरा यस्तो भाइरल हुन्छ भनेर मुख छोपिरहेछ। तर केही छैन, यस्तो बस्ने नि बनाइदिइरहेछ है पर्यटकहरूलाई, पर्यटकले भक्तजनहरूलाई। नबसाउँ कि साथी साथी खानुपर्छ, माथिको एनर्जी खाएर साथी कामै हुन्न। अब हामी चाहिँ यहाँ बस्छौँ किनकि अलिकति ड्रेन आउट नै भइसक्यो भनौँ न। मलाई त भएको छैन, ऋतिक श्रेष्ठ चाहिँ अलिकति ड्रेन आउट भयो। मसँग त फुल अफ इनर्जी छ। ठिक छ ल।
गाइजहरू हामी चाहिँ अहिले आधी बाटो आइपुग्यौँ अब आधी बाटो हामी बस्दैछौँ यहाँनिर अब एकचोटि चाहिँ हाम्रो एक्सट्रिम स्पोन्सर चाहिँ होइन एक्सट्रिम ब्रेक भनौँ न अब एक्सट्रिम खाएर जाने हो एकछिन गाइज हामी चाहिँ उता माथि जानुपर्ने होइन टुप्पोमा यो टुप्पो अनि अन्डा गएर चाहिँ बेच्छ छ च्याटिङमा हल्का हल्का अनि त्यसपछि हामी चाहिँ हिँड्दै गइरहेछौँ 60% कभर भइसक्यो त्यही पनि अझै त्यत्रो डाँडा बाँकी छ हामी चाहिँ माथि छौँ अन्डा गएर थाकेको छैन म चाहिँ यहाँ मेरो सास फुलिसक्यो त्यही भएर लेट्स कन्टिन्यू बाई गाइज गाइज अन्डा के गरे साथी यहीँ सक्छ हामी चाहिँ आफ्नो डियर मित्रसँग चाहिँ हामी चाहिँ जान्छौँ अन्डा गएर त्यहाँ माथि छ है ल बाई गाइज सो गाइजहरू हामी चाहिँ ओभर तलदेखि हिँडेर आएको रहेछ है बाइक चाहिँ यहीँ माथिसम्म आउँदो रहेछ हामी भर्खर बाइक हाल्ने ठाउँमा आएछौँ कि हामी चाहिँ तल होमस्टेमै होला बाइक लास्ट डिस्टेसन भनेर आएको तर बाइक चाहिँ यहीँ माथिसम्म आउँदो रहेछ ओभरै माथिसम्म आउँदो रहेछ हामी चाहिँ लास्ट तलदेखि हिँडेर आयो बल्ल सुरु भयो जस्तो भइरहेछ हामी 1 घन्टै हिँडेर आइसक्यो बल्ल भर्याङहरू आयो बल्ल बाहिर आइरहेछ अब खै कहिले पुग्ने हो ढिला भइसक्यो भोलि नै पुग्ला जस्तो छ हामी त अब यस्तै हो साथीहरू केही छैन है अब माइलो छ अब 10 बजी घर पुगिन्छ लास्टै हुन्छ 10 बजी माइलो हुन्छ 10 बजी घर पुग्ने हो कस्तो भर्याङ छ ल कस्तो भर्याङ छ ऋतिक श्रेष्ठ त्यस्तै छ यार त घर जाने त्यही सो यस अब चढ्दैछौँ गरी भइसक्यो तर यहाँ चाहिँ शीतलै रहेछ हामी तल एउटा ट्रान्जिसन भिडियो बनाउनु लागेको थियौँ त्यस्तो राम्रो त भएन ट्रान्जिसन भिडियो हेर्नको लागि चाहिँ टिकटक इन्स्टामा फलो ऋतिक श्रेष्ठलाई एडिटर उयो मलाई नि फलो गर्दा हुन्छ है हातै गल्यो यार सो गाइजहरू हामी चाहिँ आइपुग्नुलाई भनेर खुसी भएको है यहाँ भर्खर साथीहरू भेटेको थियो के भन्नुभयो भन्दाखेरि चाहिँ त्यही भएर अझ नरिकन सुई गऱ्यो भने चाहिँ अझ 1 घन्टा छ अरे हामीलाई चाहिँ लट्ठी पनि दिनुभयो है थ्याङ्क यू है लौरी बिनाको सक्दैन अरे लट्ठी बिना त्यही भएर लट्ठी दिनुभयो थ्याङ्क यू ऋतिक श्रेष्ठ चाहिँ पानी खाँदैछ म पनि पानी खानुपर्छ त्यो यार गाइजहरू अझै 15 मिनट बाँकी छ भन्छ यार हाम्रो समिट चाहिँ अहिलेसम्म भएन होइन अन्डा गएर यहीँ अगाडि छ कता थाकिसक्यो यार 3 घन्टा बढी भइसक्यो यस्तो गोबर बाटो त्यही भनेर खुट्टा फर्केर यहाँ अघि तडपेर मरेँ म झन्डै अब चाहिँ जानुपर्छ हामी भिडियो बनाउँछौँ भनेको टाइम भ्याउँदैन जस्तो माथि गएर होइन त्यही पनि जानुपर्छ हाम्रो अन्डा गएकै भक्त भएर ल्याऊ मलाई चाहिँ म चाहिँ यस्तो शिवजीको भक्त हो होइन फेरि आज त भक्त हो फेरि मायाहरू जाँदा लड्छ यार कहाँ जङ्गलको बिचमा हो यो कसम ठिक छ अब जानुपर्छ सो गाइजहरू हामी चाहिँ फाइनली माथि आइसक्यौँ अब यहाँबाट भर्याङ भएकोवाला भाइरलवाला चाहिँ नाउ इट्स कमिङ है यस हामी चाहिँ अलि लङ वे नै आयौँ तर केही छैन हाम्रो महादेवजीको लागि यति चाहिँ हामी सेक्रिफाइस गर्न सक्छौँ है ऋतिक श्रेष्ठ चस्मा लाउँदैछ भ्लगमा राम्रो आउँछ भनेर सो गाइज दिस इज द बेस्ट पार्ट अफ दिस ट्रेक है ऋतिक श्रेष्ठ दामी देखिरहेछ यहाँबाट है लक्क त्यही यहीँ हो जानुपर्ने लक्क रामेश्वर चाहिँ अब यही भर्याङ धर्नुपर्ने हो त्यही अझ त्यहाँसम्म जानुपर्छ है अब हामी फटाफट जान्छौँ यहाँबाट यतिको लागि चाहिँ माथिसम्म आयो है हामी भर्याङ यत्रो छ आइपुग्यो भने मलाई यो भर्याङ चढेर यत्रो उयो टुप्पो शिवजीको यो छ त्यो मूर्ति त्यहाँसम्म पुग्नु पर्ने अरे जाउँ गाइस केही छैन खुट्टा फर्किसक्यो चिलमा जानुपर्छ अब घर त अब यस्तै रात पर्छ आज बाबा गाइस यस्तो लामो छ भिडियोमा देख्दा पनि देख्दैन यहाँ त्यहाँ तलबाट हिँडेर अब यो निलो यहाँ छ बाइक हाम्रो यो निलोमा बाइक माथिसम्म आउँदो रहेछ मलाई एउटा बाजेले हिँड्दै जाऊ भने होइन अनि त्यो ठिक छ गाइज केही छैन माउन्ट केटीको लागि प्र्याक्टिस हुँदैछ जानुपर्छ अब हिमाल चढ्न गाइज खुट्टा फेलियर भइसक्यो है मेरो चाहिँ यहाँ भगवान् अगाडि ट्याक्कै छ अब भगवान्लाई प्रार्थना गरेको छु मेरो खुट्टै चलाएन लेफ्ट खुट्टा कसम
कसरी जाने भइरहेको यो काले चाहिँ अन्नालाई जे भन्यो त्यही मानेर चाहिँ खै के भयो मलाई मेरो कुरै सुन्दैन ए कल बस ए हेर्न बस मेरो चाहिँ कुरै सुन्दैन काले बस आहा कस्तो राम्रो भिडियो आयो गाइजहरू अब चाहिँ हामी सकिन्न म चाहिँ युट्युब हेरौँ तल गएर होइन एउटा कस्तो सर्ट लिनुपर्छ क्या त्यो लियो भने चाहिँ त्यो खतरा 3D वाला आउँछ क्या त्यो नि लिनुपर्छ एउटा केही लगाउनु छैन अरू सब भयो है ब्याग नबोकेर होला खाली खाली भइरहेको ए लट्ठी हो गाइज अब चाहिँ फर्किनु ल अब यहाँ एउटा गुफा छ त्यो गुफामा परेर सिधै तल जानुपर्छ अब ढिला हुन्छ आज लास्टै सो गाइजहरू हामी चाहिँ फर्क्यौँ अब यही हो वर्थ इट चाहिँ छ है जोस् यत्रो हिँड्नुको वर्थ इट चाहिँ छ राम्रै रहेछ ठाउँ पिस यही ठाउँमा रात पऱ्यो बाटो भुलेर त्यही हामी त अन्दाजमा आएको अहिले चाहिँ ठ्याक ठ्याक ठाउँमा है यताबाट जाने अब 90 डिग्री भर्याङ चढ्नुपर्ने छ यहाँबाट तलै पुग्नु भन्छ झर्न त त्यस्तै टाइम नलाग्ला यही एउटा हो चढ्नुपर्ने अब यो चाहिँ लास्टै ठाडो रहेछ यो चाहिँ भिडियोमा देखायो भन्दा चाहिँ लास्टै ठाडो रहेछ लिटरली बबाल छ तर ठाउँ चाहिँ दामी रहेछ है त्यो मान्छे धेरै भएको चाहिँ रमाइलो हुँदैन तर हामी चाहिँ यहाँ रीतिको खुट्टा फर्केर बसिरहेछौँ उनीहरूको खुट्टा फर्क्यो अरे 3 चोटि फर्किसक्यो खुट्टा त्यसको यहाँबाट आएको लटरामेश्वर महादेव चाहिँ यो हो यो चाहिँ महादेव गुफा अहिले चाहिँ हामी यहाँ छौँ यहाँ लट्ठी खस्यो त्यो दाइको एउटा लट्ठी ल्याइदिन्छु सबको खुट्टा फर्किसक्यो म मात्रै हो अलिकति बलियो है यहाँ सब म चाहिँ माउन्ट एभरेस्ट नै समिट हानिदिन्छु जस्तो लागिरहेछ मलाई होइन विदाउट अक्सिजन र विदाउट कुनै म समिट हानिदिन्छु जस्तो लागिरहेछ मलाई दुईवटा रियल किन यहाँ चाहिँ नाकै ठोकेला जस्तो छ यार द्याट आइयो है मजाले मलाई ए खस ल्याएर पछाडि जाला नहेर पछाडि आउन त्यति हो अब लास्ट रेप हो अब त्यो सहेर हिँड्थ्यो क्या फर्किन के गर्ने अप्सन छ यहाँ ठिक छ